गाइज हामी हेर्न सक्छौँ है यो ठुल्ठुलो पहाड हामी जाने बाटो भनेपा यो माथिल्लो है। अस्ति म झुक्केर यो बाटो गएको थिएँ 8 किलोमिटर लगभग थियो होला अन्दाजी है। अब हिँडाइ अनुसारले त्यही लाग्यो। अहिले म फेरि त्यही ठाउँमा छु। अब मलाई थाहा छ कुन बाटो जाने हो कुन बाटो जाने होइन भन्ने। अनि अहिले 1-1.5 घन्टाको सफरपछि हामी फेरि यस ठाउँमा आएछौँ कि अब भनौँ न प्यास पनि लागेको छ, पानी तिर्खा लागेकै छ। गाइस हेर्न सक्नुहुन्छ यहाँ हाम्रो गाउँ जस्तो नलकाको पानी त हुन्न है। अब मिनी वाटरहरू हुन्न। अब यही बगेको खोलाको पानी पिउन पर्छ है। यो पहाडको एकदम सफा पानी भनिन्छ यहाँ है। फिल्टर नगरे पनि फिल्टर गरे बराबर छ। अब 1 घन्टा म्याक्सिमम 1 घन्टा म यहीँ बस्न छ। अनि त्यसपछि समयअनुसारले हिँड्न छ, समयअनुसारले पुग्न छ। हजुरहरूलाई थाहा नै होला कयौँ इतिहासमा लेखिएको छ साँचो माया गर्ने प्रेमीहरूले एकअर्काको लागि कति बलिदान दिएका हुन्छन्। हो यो कुरा सत्य हो। माया शरीरको लागि होइन, सेक्स मात्र होइन। माया भनेको दुई आत्माको साँचो मिलन, साँचो भेट। साँच्चै हामीले सेक्स भनौँ न, जस्ट सेक्स होस् या टाइम पासको लागि, इन्जोयको लागि हामीले कसै केटीको फ्युचरलाई एकैछिनको रमाइलोको लागि कोही केटीको फ्युचर डाउन गरिदिन्छ। त्यो गलत हो। यति सेक्स जो व्यक्तिसँग गर्नुपर्छ, शारीरिक सम्बन्धहरू ती व्यक्तिसँग राख्नुपर्छ जसलाई हामीले साँचो माया गर्छौँ र उसले पनि साँचो माया गरोस्। यो देखाउटी माया नहोस्। कसैको जिन्दगीसँग खेल्ने अधिकार न ममा छ, न हजुरमा छ, न कोहीमा छ। हामी मान्छे हो, पशु होइन। हाम्रो बाबा आमाले दिएको हाम्रो संस्कार, हाम्रो आफ्नो संस्कृति छ, कला छ, सबैलाई थाहा छ हामी नेपाली हो। हामीले जे सोच्यो त्यो गरिन्छ है। जे आँट्यो त्यो पुरा गरिन्छ भन्ने उखान नै छ हाम्रो। तर पनि माया गर्ने जोडीहरूले कहिले पनि एकअर्काको मन दुखाउने काम चाहिँ नगर्नु। साँचो माया गर्नु। म पनि हेर्नु दौडिया तराई भए पनि है वहाँदेखि 12 बजे लगभग 12:30 बजेतिर हिँडेँ क्या। अहिले हजुरको 3:30 बजे 4 बज्न लाग्यो म यहाँ छु। यहाँ आइसकेको छु। यति टाढा कुनै बाटोमा रोकेको छैन, नास्ता पानी केही खाएको छैन। बिहान पनि खाना नखाइ हिँडेको है। काम गरेपछि यता आएँ। आज मेरो मायालाई भेट्न मन त थियो मलाई पनि। उसले पनि मजाकमा साँच्चै आउने हो भन्ने जस्ता कुरा गरे है। हामीले मन पराएको मान्छेलाई साँच्चै भनौँ न भेट्न एकदम मन लाग्छ के, असाध्यै भेट्न मन लाग्छ है। कुनै के सबै चिज हामीसँग भएर पनि हामीसँग केही चिज त कमी छ जस्तो लाग्छ के। साँच्चै हो कमी हुन्छ। किनकि हामी त्यो व्यक्तिसँग हुन्नौँ कि जो व्यक्तिले हामीलाई माया गर्छ नि, त्यो व्यक्तिसँग भए पा हामीलाई सब चिज पुग्छ। यो होइन मिठो खानै चाहिन्छ कसम। उसको हातबाट खान मन लाग्यो आज मजाकमा है। यो कुरा सत्य हो। मैले अस्ति नै पनि आएको हो। तर त्यतिखेर मैले चम्मच लेखाएको थिएँ है। उसले मलाई थर्काएर खुवाइरहेको थियो। म चिसोमा आएको थिएँ। उसले मेरो चिसो हातलाई न्यानो है आगोमा सेकेर चिसो लाग्यो भने गाली गर्दै, एउटा बाउ आमाले गर्ने गाली जस्तै के। कसम साँचो मन छ उसमा। कुनै पाप छैन, कुनै लोभ छैन, कुनै खोट छैन। त्यो मायालाई मेरो है हृदयदेखिबाट कसम। उसलाई जबसम्म मेरो सास छ नि उसलाई केही हुन दिन्न। साँचो माया गरेछु उसँग। सार्वजनिक गरे छैन है। खासै फेसबुकमा राखेको छैन। कुनै मेसेन्जर, टिकटक यताउति कतै सेयर गरेको छैन। 1-2 व्यक्तिसँग सेयर होला है। त्यो कुरा बेग्रै हो। अहिले गोप्य नै राखेको छ ती चिजलाई। लगभग
भनौँ न 2-3 सालपछि म समाजको अगाडि उसलाई खडा गरेर देखाउँछु। अहिले फिलहाल मैले सकिरहेको छैन उसलाई चाहेर पनि त्यो ठाउँमा अहिले 81 खडा गर्न। किनभने कुनै चिज सोचेर सम्झेर बुझेर गरेको राम्रो हुन्छ। आत्तिएर गरेको चिज अलि नराम्रै हुन्छ भन्थे है। हतारमा कटाल के भन्छन्, हतारमा कटार जाने काम चाहिँ नगर्नु। मैले माया गरेको मान्छेलाई मलाई भरोसा छ, विश्वास छ। उसले मलाई बुझ्छ, मैले उसलाई बुझ्छु। यो हो साँचो माया। यो हामीले बगेको खोलाको पानी कहाँ पुग्छ, कतिको प्यास मेट्छ तपाईँहरूलाई थाहा नै होला। कयौँ मानवको प्यास मेट्छ भने कति जानवरको प्यास, कति खेतीको लागि है एउटा पानीले जीवन दिएको छ। त्यस्तै साँचो माया गर्नु संसारै जिते जस्तो हुन्छ। तर मायामा धोका कसैलाई नदिनु। यदि बाई चान्स तपाईँले आफैले सोच्नु, तपाईँका दिदी बहिनीलाई कसैले युज गरेर छाडिदिएपा कस्तो पीडा हुन्छ एउटा दाजुलाई, भाइलाई र त्यो बहिनीलाई। त्यस्तै सम्झिनुहोला। साँच्चै साँचो माया गर्नुहोस् त, साँच्चै मनैदेखिबाट। शरीरको लागि भनेर नगर्नु, कसम। उसको रूप रङ्ग, उसको जात, उसको औकात, पैसा, सुन चाँदी केही होइन। सबसे अमूल्य चिज त माया हो, जुन कहिले मर्दैन न मर्छ। साँच्चै यो मायालाई मेरो कसम, म पनि भाग्यमानी हो यार है, यति मिठो माया पाउनु। बाबा आमाले छोडेर गएपछि मैले साँच्चै मेरो लाइफमा कोही आउला भनेर सोचेको थिएन। हो केही समय अगाडि कोही थियो, तर उसले बुझेन मलाई। मलाई यति भरोसा छ कि उसले आउने दिनमा कुकुरले नपाएको दुःख पाउँछ। उसले मलाई एकपटक सम्झिन्छ। सायद सम्बन्ध पहिला उडे टोडे पनि अब जिन्दगीभर उसँग सम्बन्ध म कहिले गाँच्दैन। मायाको जसले मजाक गर्छ, मायाको जसले घृणा गर्छ नि, मलाई त्यो व्यक्ति नै मन पर्दैन। माया त साँचो यार। हामीले माया के हो भनिदिन्छ। माया गरेर त हेर्नु, यो निलो आकाश र यो पहाड, यो बगेको पानी, साँच्ची राखेर भन्छु, यो हावा, यो वन, यो वनहरूलाई, यहाँ बसेका देवी देवतालाई साँच्चै मेरो लागि ऊ स्वर्गको परी नै हो। धरतीमा छि त स्वर्गको परी भन्दा कम छैन। उसको मनमा कुनै लोभ छैन, कुनै लालच छैन। बाबा आमाले भन्नुहुन्थ्यो कि 32 रक्षणको बुहारी ल्यास। सायद बाबा आमा तपाईँ पनि गरेर हुनुहुन्छ, ऊ 32 भन्दा पनि माथि छ। तपाईँको बुहारी भने जस्तै छ। सायद तपाईँहरूले हेर्न पाएको भए आज कति खुसी लाग्थ्यो होला है। बस मनै छुने चाहिँ जसलाई पनि मायाको नजरले हेर्छ, उसमा लोभ लालच घृणा केही छैन। सफा मन छ, साँचो माया छ। त्यही त चाहिन्छ होइन र माया। आई लभ यु बेबी। सधैँ साथ दिनु, दुःख पऱ्यो भनेर कहिले नआत्तिनु है। मलाई भरोसा छ तिमीमाथि र तिमीलाई भरोसा छ म माथि। हाम्रो माया यस्तै रहन्छ, चकचके चुरबुरे। ओके बेबी। ल मेरो अब 1 घन्टा यहीँ टाइम पास गर्न छ है गाइज, के गर्ने त्यस्तै हो। र मेरो बुढीको आदेश मान्नै पर्यो। भन बिहा गरेपछि खाना खान पाइन्न भाइ समयमा। बुढीभन्दा ठुलो कोही हुन्न। आखिर मेरो बुढी बोक्ने पनि त बुढी हो। त्यसैले गाइज अहिले म राख्दैछु। हामी फेरि भेटौँला। मोबाइलमा खासै चार्ज पनि छैन, इन्तजार गर्न परेछ समयको, के गर्ने। हस्।